साथीहरू तपाईहरुले सुन्नु भएको छ एउटा भनाइ नानीको आमा भइसके पछाडी सबै रोगहरु नै हराउँछ भनेको। तर मलाई चाहिँ लागेन है यस्तो हुन्छ भनेर, किनकि मलाई चाहिँ नानी भइसकेको पछाडी चाहिँ कम्बर दुख्ने, ढाड दुख्ने, गिच्चुक दुख्ने, खुट्टा दुख्ने बिमारीले छोएको छ। तर यो भनाइले चाहिँ के भन्नु खोजेको भन्ने चाहिँ मैले बुझेको छु। कसरी भन्दाखेरि चाहिँ अब नानीको आमा भइसके पछाडी मलाई ज्वरो आयो, मलाई कम्बर दुख्यो भनेर घर सुत्नु मिल्दैन, किनकि जब नानी उठ्छ त्यति बेला आफू उठेर दुध खिलाउनै पर्यो, नानीलाई भोक लाग्छ खाना खिलाउनै पर्यो हैन। नानी खेल्दै गरेको हुन्छ उलाई सुपरभाइज गर्नै पर्यो, नानी खेलेको बेलामा आफू त सुत्नु भएन। र यसको मेन कारण भन्नुको कारण चाहिँ के रहेछ भन्दाखेरि चाहिँ नानीको आमा भइसकेपछि चाहिँ बिमारी छु भनेर सुत्नु पाउँदिन भन्नु खोजेको रहेछ है साथीहरू हैन। तर साथीहरू यो सब कुरालाई चाहिँ अनर्थ नलिनुस् होला है। भले ही अहिले म एकदमै मोटाको छु, वेट गेन भएको छ, एकदम राम्री देख्ने भएको छुइनँ हैन, थोप्रा पनि एकदमै नराम्रो भएको छ, वेट गेन भएर मोटी देख्ने भएको छ, भत्ता देख्ने भएको छ, तरै पनि मैले चाहिँ मेरो मदरहुड चाहिँ एकदमै मजाले इन्जोय गरिरहेको छु। किन भन्दाखेरि चाहिँ अहिले झन् मेरो नानी इभान भन्दाखेरि हाँस्ने, नानी नक्कल पार्देऊ त भन्दाखेरि नक्कल पार्दिने हैन, सबै सुन्ने भएको छ, मान्छे चिन्ने भएको छ। र त्यो कुराहरू देख्दाखेरि झन् एकदमै खुसी फिल हुन्छ क्या भित्रबाट, यस आई एम अ मदर राइट नाउ भन्ने, आई एम अ मदर नाउ भन्ने मलाई चाहिँ फिल हुन्छ। त्यही कारणले चाहिँ मैले मेरो प्रेग्नेन्सी होस् या फिर मेरो मदरहुड होस् मैले चाहिँ एकदमै धेरै इन्जोय गरिरहेको छु। इन्जोय गर्नु पनि पर्छ, किनकि भोलिको दिनमा हाम्रो नानीको जति पनि माइलस्टोनहरू छ त्यो सब फर्केर चाहिँ आउँदैन है साथीहरू।